हेलो नमस्कार सबैलाई। नेपाली फिल्मी जगतको सम्पूर्ण खबरहरू लिएर आएकी छु। नेपाली फिल्मी सम्बन्धी सम्पूर्ण खबरको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि क्लिक गर्नुहोला। फिल्मको पर्दामा 8 वर्षपछि देखिन लागेका महानायक राजेश हमाल अभिनीत फिल्म नरसिंह अवतारलाई देशकै ठूलो चेन बनिने क्युएफएक्सको घेराबन्दी देखिएको छ। विश्व बजारमा एक साता अगाडि नै रिलिज भइसकेको हलिउड फिल्म खरिद गरेको एप्पल इन्टरटेनमेन्टले आफैले वितरण गर्न लागेको नेपाली फिल्मलाई भने हेपाहा शैली देखाएको छ, जसले अहिले सर्वत्र आलोचना सुरु भएको छ। नेपाली फिल्मी क्षेत्रमा छुट्टै विरासत बोकेका हमाल 8 वर्षपछि दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मबाट पर्दामा कमब्याक गर्दैछन्। तर देशकै ठूलो क्युएफएक्स चेनले भने आफैले वितरण गरेको फिल्मलाई पाखा लगाउने दौडमा छ। अचम्म लाग्दो कुरा के छ भने सोज मात्र कम होइन, अल्टर पनि दिएको छ। बिहानको 7:45 मा सो दिएर सोही हलमा 3:15 मात्र सो दिएको छ। त्यसपछि हलमा बेलुकाको कुनै पनि सो छैन। तपाईहरूलाई यो सब कुरा कस्तो लाग्यो कमेन्टमा भन्न सक्नुहुन्छ। त्यसैगरी चलचित्र के घर के डेरा घर नम्बर 2 को ट्रेलर ट्रेन्डिङमा आएको छ। ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको 6 नम्बर ट्रेन्डिङमा छ। सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो। शुक्रबार रिलिज भएको चलचित्रलाई दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ। चलचित्रको कथासँगै अभिनयको पनि दर्शकले तारिफ गरेका छन्। सिनेमाको कथा साहित्यकार बुद्धि सागरले लेखेका हुन्। दिपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित लगायतको अभिनय रहेको छ। चलचित्र एप्पल इन्टरटेनमेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्ण बहादुर थापाको सिनेमा छायाङ्कन रहेको के घर के डेरा घर नम्बर 2 को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताको रूपमा नकिम उद्धम, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। त्यसैगरी चलचित्र आबाट आमामा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छिन्। यस चलचित्रलाई चन्द्र पन्थले निर्देशन गर्दैछन्। चलचित्र रसो दीर्घ मार्फत 16 वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेकी विपना थापासँग पन्थको यो दोस्रो सहकार्य हो। निर्देशक पन्थले फिल्म आबाट आमामा विपनाको शीर्ष भूमिकामा रहने बताएका छन्। उनैको कथा वरिपरि फिल्मको कथा घुम्नेछ। आफू निर्देशक तथा लेखनको हिसाबमा भन्नुपर्दा नेपालमा अहिलेसम्म यस्तो इमोसनल फिल्म नबनेको बताए। यसमा मुख्य भूमिका विपना थापाको छ र यो क्यारेक्टरमा विपना थापालाई नै सुहाउने भएकोले अनुबन्ध गरेका हौं निर्देशक पन्थले भने। चलचित्र भदौदेखि छायाङ्कनमा जानेछ। आमाको भूमिकामा विपना थापा भए तापनि अन्य कलाकारहरूको भने छनौट हुन बाँकी नै छ। निर्देशक पन्थका अनुसार यो चलचित्र आगामी फागुन 15 गतेबाट सार्वजनिक रूपमा नै प्रदर्शनमा आउनेछ। त्यसैगरी अभिनेता सौगात मल्ल, गरिमा शर्मा र आसिफ शाहको मुख्य भूमिकामा रहेको चलचित्र जन्ते बाख्राको नयाँ गीत मुकुम मुकुम म्या सार्वजनिक भएको छ। अनि तपाईहरूले यो गीत हेर्नुभयो त कस्तो लाग्यो कमेन्टमा भन्न सक्नुहुन्छ। आजलाई नेपाली फिल्मी ताजा खबर यति नै। नेपाली फिल्मलाई माया गर्नुहोस्। हस्त धन्यवाद।